नमस्कार। प्रदेशमा रहेर नेपाल र नेपाली खोज्ने मेरो अभियानको अर्को अङ्कमा यहाँहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु। चाहे देशमा रहौँ, चाहे प्रदेशमा रहौँ वा विश्वको जुनसुकै कुनामा रहौँ, जहाँ नेपाली भेटिन्छ, प्रदेशमा रहेका नेपालीहरूलाई नेपाल नै भेटिए, आफ्नो गाउँघर नै भेटिए जस्तो लाग्दछ। मैले त्यही भएर धेरै समय अगाडिबाट भन्दै आइराखेको छु, हामी जब देशभित्र देशको भूगोलमा हुन्छौँ कि हामीलाई देशको भूगोलले बाँधेर राखेको हुन्छ। यद्यपि हामी विभिन्न जात जाति धर्म वर्ण सम्प्रदायमा विभाजित हुन्छौँ, तर हामी देश छोडेर, देशको भूगोल छोडेर जब प्रदेशमा जान्छौँ, विश्वको जुनसुकै कुनामा जाउँ, हामी सबैलाई एउटै पहिचानले बाँधेर राखेको हुन्छ, त्यो हो नेपाल र नेपाली। र हामी नेपालीको साझा पहिचानमा हामी विदेशमा रहिराखेका हुन्छौँ र कोही एकजना नेपाली दाजुभाइ भेट हुँदा पनि हामीलाई नेपाल भेटिए जस्तो, आफ्नै गाउँघर भेटिए जस्तो र आफन्ती भेटिए जस्तो लाग्दछ। र आज म यति बेला बेलायतको अल्ट्रासटमा रहेको छु। यहाँहरूलाई जानकारी गराउँ कि बेलायतको अल्ट्रासट नेपालीको पपुलेसनको हिसाबले धेरै डेन्सिटी भएको ठाउँ हो र विभिन्न तथ्याङ्कले यो भन्दछ कि यहाँको यो अल्ट्रासट टाउनको टोटल पपुलेसनमा झन्डै 40% नेपालीहरू रहेका छन् र 35,000 नेपालीहरूको त यहाँ भोटिङ लिस्टमा नामै रहेको विभिन्न तथ्याङ्कले बताउँदछ। र यहाँ हजारौं नेपालीहरू रहेका छन् र नेपालीहरू विभिन्न पेसाहरूमा बाँधिराखेका छन्। तपाईले पृष्ठभूमिमा पनि देख्नु भएको यो एउटा टेलरमा म रहेको छु, जुन अल्ट्रासटमा रहेको गोर्खा टेलर हो र यसको सञ्चालक भक्त दर्जी मसँग हुनुहुन्छ र उहाँको बारेमा थोरै जानकारी गराउँदाखेरि उहाँ 1991 मा सन् 1991 मा गोर्खा भर्ती अर्थात् ब्रिटिस आर्मीमा भर्ती हुनुभयो, QOGLR रेजिमेन्टमा। र 2013 मा उहाँ गोर्खा रेजिमेन्टबाट रिटायर हुनुभयो र 2013 को मेमा रिटायर भएर 2013 को मेबाट नै उहाँ टेलरिङ पेसामा लाग्नुभयो र यो एरिया पनि ठुलो छ। यहाँ विभिन्न सिलाइ सम्बन्धी काम उहाँ गर्नुहुन्छ र म आजका मेरा अतिथि भक्त दर्जीलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। भक्तजी, कार्यक्रममा स्वागत छ। नमस्कार हजुर। यहाँलाई भेट्दा खुसी लाग्यो। यसरी हिँडिराखेको थिएँ, गोर्खा टेलर भन्ने देखेँ र त्यसपछि तपाईसँग कुराकानी गर्न मन लाग्यो। भक्तजी, यहाँले नै गराएको जानकारी अनुसार यहाँ पूर्व ब्रिटिस आर्मी हजुर हैन, नेपाल घर कहाँ? मेरो सेङ्जा चापाकोट नगरपालिका दार्सिङमा पर्छ। भर्ती हुँदा कति वर्षको हुनुहुन्थ्यो गोर्खा रेजिमेन्टमा? म भर्ती हुँदा 20 वर्षको थियो। 20 वर्षको हुनुहुन्थ्यो। 20 वर्षको 2013 मा रिटायर हुनुभयो। हजुर। त्यसपछि यो गोर्खा टेलर भन्ने भर्तीबाट यो गोर्खा रेजिमेन्टबाट निवृत्त हुने बित्तिकै टेलरिङ पेसामा लाग्नुभयो? हजुर, म किनभने म एज ब्रिटिस आर्मीमा हुँदा पनि म केउजालामा कार्यरत थिएँ। हजुर। त्यहाँ हुँदा पनि त्यहाँबाटै मैले धेरै ट्रेनिङहरू यो आर्मी सम्बन्धीको टेलरिङमा पाएँ। म एउटा एज मास्टर टेलरको त्यहाँको सर्टिफिकेट लिएर चाहिँ म रिटायर हुनेपछि म फेरि मेरो क्याम्प यही बाटो ट्याक्क पारिपट्टि पर्छ। हजुर। म बसेको मैले फेरि अब सबै क्याम्पको सबै अब आर्मीको मान्छेहरूलाई पनि चिनेको हुनाले मैले यसो हेर्दाखेरि भित्र पनि त्यस्तै काम गरेको हुनाले र बाहिर पनि त्यही आएर म सर्भाइभ गर्न सक्छु कि भन्ने आँटले सर्भिसमा हुँदा पनि टेलरिङ पनि गर्नुहुन्थ्यो? गर्थेँ मैले एज मैले फुर्सदको टाइममा। हजुर। गर्थेँ र आर्मीबाटै मैले मास्टर टेलर गरेको। के काम हुन्थ्यो त्यहाँ? ड्रेसहरू त आर्मीकै ड्रेसहरू फिटिङ प्लस मेडलहरू। र यो सञ्चालन गर्नुभएको कति हो? 2013 भनेपछि अलमोस्ट 12 इयर्स, एक दशक भन्दा लामो समय भयो हैन? हजुर हजुर। अब भक्त दर्जी हजुरको नाम, अब दर्जी परिवार त एउटा पारिवारिक पेसाले पनि सिलाइ बुनाइमा लाग्ने, यसले पनि अलिकति सजिलो भयो होला तपाईलाई? हजुर, मलाई त्यसबाट बुवाहरूले पनि यही काम गर्नुहुन्थ्यो नेपालमा? पेसा बिजनेस नै त्यही टेलरिङमै थियो नेपालमा पनि। स्याङ्जामै हुनुहुन्छ कि अहिले तल कतै झर्नुभयो नेपालमा? चाहिँ बसोबास कहाँ छ नेपालमा? स्याङ्जामै छु म अहिले, भन्नाले बसोबास अहिले पोखरामा पनि छ। पोखरा पनि छ अहिले चाहिँ स्याङ्जा। बुवा आमा पनि स्टिल हुनुहुन्छ कि? ए, स्वर्गवास भइसक्यो। हाम्रो फ्यामिलीजहरु सबै यतै हुनुहुन्छ। सबै यही हुनुहुन्छ? कति जना हुनुहुन्छ फ्यामिलीमा अहिले? फ्यामिलीमा मेरो वाइफ श्रीमती, एउटा छोरा एउटा छोरी, दुईटा नातिनी छ। ए, छोरा छोरी पनि बिहे गरिसक्नु भयो? छोराको छैन, छोरीको भइसकेको छ। ए, अनि
यहाँ यो हेर्दा त यसको स्पेस पनि धेरै ठुलो नै छ। यसमा परिवारको अन्य सदस्यहरूले पनि सहयोग गर्नुहुन्छ कि अन्य स्टाफ पनि राख्नु भएको छ कि आफैले मात्रै म्यानेज गरिराख्नु भएको छ? होइन, मैले यो मेरो पहिला माथि थियो, हजुर यो अहिले यहाँ सरेको धेरै भएको छैन, एक महिना जस्तो भयो। हजुर र आज हजुर आइदिनु भयो, यहाँबाट पनि अलिकति एडभर्टाइजमेन्ट होला जस्तो हजुर लाग्छ मलाई। हजुर यो चाहिँ अहिले नयाँ 1 महिना पनि भएको छैन यहाँ अहिले नयाँ सारेको। हजुर माथि त्यो पहिला यही टाउनमै थियो, हजुर यहाँ अहिले सरेको छ। यसमा चाहिँ मेरो फ्यामिली ब्याकग्राउन्डबाट त्यति यो विषयमा हेल्प छैन, हजुर किनभने उहाँहरूले जान्नुहुन्न ए यो विषयमा। हजुर र मेरो स्टाफहरू हुनुहुन्छ 7-8 जना स्टाफहरू हुनुहुन्छ। 8 जना स्टाफ हजुर। नेपालीहरू नै? एउटा विदेशी हुनुहुन्छ, अरू कुन सबै देशको? नेपाली। उहाँ लिथुनिया समथिङ। सिलाइ बुनाइ नै गर्नुहुन्छ हजुर होला, सबै सिलाइ बुनाइ स्टाफ नै हो? हजुर अरू सबै नेपाली छ, बाँकी 7 जना नेपाली नै राख्नु हजुर भएको छ। हजुर हजुर। उहाँहरू यहीँ भएको मान्छेलाई यहाँ जोइन गराउनु भएको हो कि नेपालदेखि मगाउनु भयो बोलाउनु भएको कि के हो यहाँ काम गर्ने स्टाफहरू? होइन, यहीँको स्टाफहरू हो, यहीँको रेसिडेन्ट हुनुहुन्छ उहाँहरू। उहाँहरू पनि ब्रिटिस सेनामै हुनुहुन्छ, रिटायर हो कि अन्य नर्मल सिभिल? कोही ब्रिटिस सेनाबाट आउनु हुनुहुन्छ, रिटायरमेन्ट हुनुहुन्छ, कोही चाहिँ उहाँको डिपेन्डेन्टमा हजुर आउनेहरू हुनुहुन्छ। ए 6-7 जना नेपाली हुनुहुन्छ। हजुर। ए यतिको टेलरिङ पसल खोल्नलाई कति जति लगानी लाग्छ यहाँ भन्न मिल्छ टेन्टेटिभ? लगानी त आफ्नो जति आफ्नो अब धेरै लगानी गर्न पनि सकिन्छ, तर आफ्नो क्षमता अनुसार एक्सटेन्ड गरेर गोर्खा टेलर भनेर राख्नु भएको छ नाम पनि, हैन? सायद आफू पनि गोर्खा फौजीमा पहिला भएको भएर होला त्यो नाताले, हैन? यहाँ चाहिँ खास यो टेलरमा के काम गर्नुहुन्छ, के हुन्छ यहाँ? अहिले हाम्रो यो टेलरमा के छ भन्दाखेरि जति पनि अल्टरनेसनहरू थिङ्सहरू सामानहरू जति पनि घटाउने बढाउनेहरू, जस्तै नयाँ ब्लाउजहरू, हाम्रो विदेशी बहिनी हुनुहुन्छ, उहाँ चाहिँ एउटा डिजाइनर हो, उहाँले चाहिँ त्यो लेहेङ्गा वेडिङ ड्रेसहरू सब चाहिँ बनाउनुहुन्छ, गर्छ। ए नयाँ पनि सिलाउनुहुन्छ? थान कपडा पनि राख्नुहुन्छ कि बाहिरबाट किनेर ल्याएर यहाँ सिलाउने हो? थान कपडाको अहिले त्यति यहाँको ऊ छैन, चहलपहल छैन। हुन त यो ब्लाउजतिर चाहिँ छ, र यहाँ चाहिँ फेरि कस्तो छ भने थान कपडा सिलाउन भन्दा रेडिमेड किनेर ल्याएर फिटिङ गर्नलाई चाहिँ सस्तो पर्छ। भनेपछि यहाँ चाहिँ विशेष गरी नयाँ कपडाहरू स्टिचिङ भन्दा पनि बढाउने घटाउने फिटिङको कामहरू हुने गर्छ। कतिवटा मेसिन राख्नु भएको छ यहाँ यस्तो स्टिचिङको? अहिले हामीसँग 7वटा जति छ यो स्टिचिङ मेसिन, 2टा ओभरलक छ, एउटा ह्यामिङ मेसिन छ। हजुर। यिनीहरू चाहिँ छ। अनि डिजाइनिङ पनि भन्नुभयो, के कस्तो डिजाइनिङ गर्नुहुन्छ यहाँ? अब कस्टमरले कस्तो चाहन्छ त्यस्तै अनुसारको गर्छ डिजाइन। तपाईहरुको छुट्टै आफ्नो कुनै ब्रान्ड त्यस्तो त निर्माण गरिसक्नु भएको छैन? नर्मलमा कस्टमरको चाहना अनुसार गर्नुहुन्छ, हैन? स्पेशली यहाँ चाहिँ मेडलहरु को धेरै हुन्छ, हजुर, काम हुन्छ। ए मेडल माउन्ट, फुल माउन्ट, लुज माउन्ट। हजुर। ए अनि नेपाल कतिको जाने आउने गर्नुहुन्छ? म नेपाल जान्छु प्रायः जसो। मैले चाहिँ अस्ति लास्ट 2 इयर्स मैले यो टेलरिङै अफ गरेर मैले कसै साथीलाई चलाउन दिएर मैले नेपालमा एउटा सानो बिजनेस गर्छु, नेपालमै के गरौँ भनेर गएको थिएँ। कहिलेको कुरा हो यो? यो 3 वर्ष अगाडि। 3 वर्ष अगाडि। अहिले रेगुलर चलिरहेछ चल्न त। मैले एउटा लोकल पोल्ट्री फार्म, लोकल कुखुराको चाहिँ बिजनेस गर्छु भनेर काठमाडौँ टोखामा बिजनेस सुरु गरेको थिएँ। उही बस्ने भनेर जानुभएको थियो कि जस्ट सेटअप गरेर आउँछु भनेर जानुभयो? आउने जाने गर्ने भन्ने सोचाइ थियो। कति जति इन्भेस्टमेन्ट गर्नुभयो नेपालमा? त्यहाँ चाहिँ 2.5 करोड जतिको भयो जस्तो लाग्छ यसो रफली गर्दाखेरि। ए आफ्नै व्यक्तिगत? हजुर, मेरो व्यक्तिगत। अब यहाँ पनि बिजनेस गरिराख्नु भएको छ, यहाँ एउटा सर्भिस पनि गर्नुभयो फौजीमा, हैन? अब नेपालमा पनि केही गरौँ भनेर आफू यहाँ हुनुहुन्छ, 2.5 करोड रुपैयाँ नेपालको पर्सपेक्टिभबाट हेर्दा त्यो ठुलै रकम हो। त्यहाँ त्यत्रो लगानी गरेर आफ्नै साथीभाइलाई जिम्मा दिएर आउनु भएको छ। हजुर, मैले त्यहाँ चाहिँ कस्तो नि टोखा भन्ने ठाउँमा एउटा 7 रुपियाँ जग्गामा मैले रेन्ट लिएर, हजुर, महिनाको 3 लाख रुपियाँ भाडा तिरेर त्यसमा चाहिँ संरचना बनाएर महिना मेरो त्यहाँ थियो 13-14 हजार कुखुराहरू लोकल। त्यो चाहिँ पनि पुरा फेन्स लाएर पुरा त्यो बाहिर छाड्ने खालको त्यो गर्ने मैले सोचेर गएको थिएँ। तर त्यही हो, अब सानैदेखि अब यसो दिमाग नेपालको दिमागमा नचल्दो रहेछ भन्दाखेरि
किन भन्दाखेरि अब नेपालको हिँड्ने स्टाइल, बोल्ने स्टाइल, बिजनेस स्टाइललाई भिन्दै हुँदो रहेछ। अब हामी सानै उमै अब स्कुल पढ्दा पढ्दै भर्ती लाग्यो, हाम्रो दिमागले चाहिँ नभ्याउँदो रहेछ। कस्तो दिमाग चाहिने रहेछ त्यहाँ? त्यहाँ अब उल्टा सुल्टा तल माथि बिजनेस धेरै गर्न पोलिसी, सक्ने? बिजनेस पोलिसी अब धेरैसँग गर्नु पर्ने, इन्कम भन्दा खर्च बढी हुन्छ हाम्रो यहाँको उमा होइन। एउटा कुरा सोध्न मन लाग्यो, हजुर। मैले अघि पनि त्यही जोड्न लागिराखेको थिएँ। यहाँ सेवा गरेको पनि अर्थात् सर्भिस गरेको पनि अनुभव छ, यहाँ बिजनेस गरेको पनि अनुभव छ, झन्डै झन्डै 1 दशकभन्दा अगाडि बिजनेस गर्नुभयो, नेपालमा पनि बिजनेस गर्नुभयो, लगानी छ। के फरक रहेछ नेपाल र यहाँ बिजनेस गर्नको लागि? के फरक पाउनुभयो? यस्तो छ, अब मेरो यहाँको बिजनेस भनेको सोलिड मनी जस्तै हो, सिधै पैसा आउँछ। किन भन्दाखेरि अब मैले मेरो यहाँको जब मेरो आफ्नो तरिकाले हेर्दाखेरि मैले अब कुनै कस्टमर यति लगानी गरेपछि कुनै कस्टमर आउँछ, उसको फिक्स रेट छ, त्यो सोलिड पनि भयो, आइहाल्छ होइन। अब नेपालको मैले गर्न खोजेको बिजनेस चाहिँ अब त्यो लोकल कुखुरा चाहिँ 6 महिना पाल्न पर्दो रहेछ। अब 6 महिनालाई पाल्दाखेरि अब तपाईँको 1 लट मात्रै हालेर भएन। मेरो त्यहाँ चाहिँ कति 7वटा लटको कुखुरा थियो, किनभने अब फर्स्ट 1 मन्थ अब 1 दिनबाट लिएर 1 महिना, 2 महिना, 3 महिना, 4, 5, 6 महिना, 6 महिना रेडी भएपछि मार्केटमा जाने। मेरो प्लान चाहिँ कस्तो थियो भने महिनै पछि 2500 कुखुरा हाल्ने, 2500 ब्रुडिङ गर्ने, त्यसपछि 2500 गएपछि एट द एन्डमा 6 महिनापछि त 2500मा 500 यताउता भयो भने 2000 कुखुरा मार्केटमा गए पनि तपाईँको होलसेलमै दिएर एउटा कुखुरालाई 1000 दिए पनि 1000मा सेल गरे पनि अब 2000 कुखुराको त 20 लाख आउँथ्यो। त्यो सोचेर सिधा सोच्नु भयो नि। त्यो सोचेर अब 4-5 जना काम गर्नेहरू पनि राखेर त्यहाँको गरेर गरेको थिएँ। अब त्यस्तै 2 वर्ष भइसक्यो नि त त्यो सेटअप गर्नुभएको नि, स्टार्ट गर्नुभएको होइन? 3 वर्ष। 3 वर्ष के पाउनु भयो त? सोचे जस्तो पाउनु भयो होइन? अब यसलाई बन्द गर्नुपर्छ भन्ने जस्तो पाउनु भयो या होइन त्यहाँ प्रफिट चाहिँ एक्सपान्ड गर्नुपर्छ, अझै लगानी बढाउनुपर्छ भन्ने जस्तो? टु बी अनेस्ट भन्दाखेरि टु बी अनेस्टमा चाहिँ मैले त्यो चाहिँ अब साथीले चलाइरहेको थियो, मैले लगानी सबै मेरो उसले चलाएको थियो। अब खासै मलाई आउने चाहिँ मैले केही पनि देखिनँ क्या। अब गरेछ खर्च यता देखाएछ, उता के गरेछ, कसो गरेछ, मैले चाहिँ यहाँ पठाएछ महिनाको 2 लाख 3 लाख चाहिँ पठाइ गर्ने। अब एक दिनमै 10,000 15,000को दाना खाने, त्यत्रो 12-13 हजार कुखुरालाई होइन बाहिर छोड्दा पनि। त्यसो हुँदाखेरि मैले चाहिँ अस्तिको फेब्रुअरी लास्ट इयर यही लास्ट फेब्रुअरीमा चाहिँ छोडिदिएँ मैले, कम्प्लिट छोडेर अबदेखि मैले पैसा पठाउँदिनँ। बेचिदिनु भयो कि? बेचिनँ। अबदेखि मैले पैसा पनि पठाउँदिनँ। अब जति कमाइ हुन्छ जे हुन्छ लगानी गर, जेसुकै गर, पछि इन फ्युचरमा 2-4 पैसा भयो भने मलाई दे, नत्र भने घर खा भनेर छोडिदिएँ। 2.5 करोडको एक हिसाबले माया मारिदिनु भयो क्या? ढङ्गमै हालेर म चाहिँ 1-2 वर्ष नेपालै बस्छु भनेर गएको थिएँ। त्यसपछि अहिले फेरि आएपछि अब आफ्नो बिजनेस त छँदैछ। अब फ्यामिलीजहरूले साथीभाइले पनि होइन यत्रो चलेको बिजनेस किन फेरि वर्षस रिगर भन्नुभयो। त्यसपछि फेरि मैले चाहिँ अस्ति 1-1.5 महिना भयो यहाँ चाहिँ गर्दैछु, अझै बनाउँदैछु, अझै फुल सेटअप भएको छैन। त्यसपछि यहाँको कस्तो छ? यहाँ लगानी गर्दाखेरि अब उहाँ त त्यस्तो एक्सपिरियन्स भयो होइन, यहाँ चाहिँ कस्तो छ त? यहाँ चाहिँ फेरि यस्तो अब यसलाई एउटा सानो बिजनेस भनौँ न, स्मल बिजनेसहरूमा इन्भेस्ट गर्दा के छ? लगानी डुब्ने नहुने के छ? होइन, पटक्कै छैन यार, लगानी डुब्ने त कुरै छैन। चल्ने चाहिँ यता आफ्नै कुरामा हुन्छ, आफूमै भएर पैसा सेभ गर्नु र नगर्नुमा आफूमै फरक पर्छ। तर अहिले यो मेरो यो बिजनेस चाहिँ डुब्ने खालको बिजनेस छैन। अब यस्तो सानो बिजनेस गर्नको लागि पनि गभर्मेन्टले केही सहयोग गर्छ यहाँ? गभर्मेन्ट भनौँ न ऋणका कुराहरू हुन सक्दछन्, केही कुराहरू सहुलियत के गर्छ कि गर्दैन? गभर्मेन्टबाट अहिलेसम्म मैले गरेको त छैन, तर चाहिँ अहिले काउन्सिलबाट स्मल बिजनेसलाई चाहिँ त्यो जति पनि उहाँको लाउने रेट हुन्छ नि त्यो चाहिँ उनीहरूले अफ गर्छ। भन्नाले अलि बुझिने भाषामा के अफ गर्छ? के कर ट्याक्स अफ गर्छ कि? बिजनेस रेट जति पनि हामीले बिजनेस रेट तिर्छौँ नि त्यो चाहिँ अफ हुन्छ। के काउन्सिललाई बिजनेस रेट तिर्नुपर्छ? त्यो भनेको कस्तो हो? जस्तै हामीले घरको चाहिँ काउन्सिल ट्याक्स तिर्छ त्यस्तै चाहिँ बिजनेस रेट हुन्छ क्या, त्यो चाहिँ अफ
कति तिर्नुपर्छ लगभग यतिको बिजनेसलाई अ, तिर्नु पर्यो भने अहिले यो चाहिँ मैले दर्ता अब पर्सि मात्रै जाने हो, उम्, किन नयाँ भएको छ। मैले काउन्सिललाई त इन्फर्म गरिसकेको छु। म चाहिँ यो फुल सेटअप बसी मात्रै आउँछु भनेर भनेको छु। यो महिनाको 20 तिर म चाहिँ जान्छु। सायद यो वर्ग मिटरको दरले चाहिँ यसको त हाई नै हुन्छ। तर चाहिँ अब बिजनेस स्मल बिजनेसले गर्दाखेरि अलिकति सहुलियत हुन्छ। पहिला गर्दा कति तिर्नुहुन्थ्यो पहिलाको टेलरिङमा? मेरो पहिलाको टेलरिङमा चाहिँ 556 एराउन्ड तिर्थेँ पर मन्थ। त्यो भनेको एउटा ट्याक्स जस्तै मानौँ हो नि त हैन? लोकल वार्डलाई तिर्ने ट्याक्स। हजुर हजुर। अनि त्यो तिरेबापत वार्डबाट केही सहुलियत पनि पाइन्छ त्यहाँ? छैन है। एउटा अब यो अल्ट्रासट त नेपालीको वासस्थानको हिसाबले पनि बेलायतमै सायद सबैभन्दा धेरै वासस्थान भएको ठाउँ हो। जस्तो साउथ वेललाई इन्डियनहरूको वासस्थानको डेन्सिटीको हिसाबले धेरै मानिन्छ। यो पनि एउटा मिनी नेपाल जस्तै मानिन्छ। बाटोमा सर हिँड्दा पनि नेपालीहरू नै भेट हुने सबै हैन? यहाँको कस्टमर चाहिँ नेपालीहरू मात्रै हुन्छन् कि अरू पनि आउँछन् कि के छ यहाँ? हैन, मेरोमा चाहिँ बराबरै जस्तो छ। अझै बढी चाहिँ यहाँको ओरिजिन पनि आउँछ? इङ्ग्लिस आउनुहुन्छ पिपलहरू पनि? हजुर। एज अ गोर्खाजको उसले नाताले पनि प्लस यो अल्ट्रासेटमा चाहिँ यो जेन्ट्स फिटिङहरू चाहिँ यो हाम्रो यो गोर्खा टेलर मात्रै हो। हजुर। लेडिज टेलरहरू एउटै छन्। तर यहाँ चाहिँ आउनुहुन्छ। जेन्ट्सको मेल फिमेल दुईटैको यहाँ गर्नुहुन्छ किनभने तपाईँहरूको त स्टाफ लेडिज पनि हुनुहुन्छ नि एकजना हैन? भनेपछि के छ आश लाग्दैछ कि बिजनेस पनि नेपालको जस्तै हो कि के हो यहाँ? हैन हैन, मैले चाहिँ अब 2013 देखि सुरु गरेको हो। त्यति टन्नै त सकिन्छ र भाडा तिर्नु पर्यो, स्टाफ तिर्नु पर्यो। तर जस कमी चाहिँ हुँदैन। नेपालको स्याङ्जामा जन्म भई सन् 1991 मा बेलायती सेनामा भर्ती भएर सन् 2013 मा रिटायर भइसकेपछि आफ्नो पुर्ख्यौली पेसा पनि रहेको सिलाइ बुनाइ पेसा बेलायतमा सुरु गरेका भक्त दर्जीको नेपालमा पनि व्यवसायमा लगानी र व्यवसाय गरेको अनुभव छ। उनको अनुभव र उनको भोकाइ बुझ्दा लाग्दछ कि नेपालमा अझै पनि लगानी मैत्री र विश्वासको वातावरण नभएको हो कि यसो हुँदा विदेशमा बसेर नेपालमा लगानी गर्न चाहने गैर आवासीय नेपालीहरूलाई समाजमा पनि पक्कै पनि नराम्रो सन्देश जाने नै छ। एकातर्फ अहिले पछिल्लो समय जेन्जी आन्दोलनपछि फलिएको नेपाली अर्थतन्त्र अब कसरी उठ्ला र विदेशी लगानी र लगानी मैत्री वातावरण कसरी बनाउन सकिएला भन्ने चासो र चिन्ता सरकार र आम जनता सबैमा छ भने अर्कोतर्फ विदेशमा रहेर पनि यहाँ दुःख सुख गरी कमाएको पैसा नेपालमा लगेर लगानी गर्न नसकिने वातावरण रहेको र त्यो विश्वास गर्न सक्ने वातावरण नभएको विदेशमा बस्ने नेपालीको अनुभव भोगाई र तितो सत्य पनि रहेको छ। भनिन्छ नि सिप भयो भने कहीँ गएर पनि मान्छे भोकै मर्नु पर्दैन हो। भक्त दर्जीलाई हेर्दा पनि त्यस्तै लाग्दछ। बेलायती सेनामा झन्डै 22 वर्ष सेवा गरेर निवृत्त भएका भक्त दर्जीले अहिले गोर्खा टेलर जुन सञ्चालन गरेका छन् त्यो उनको आफ्नै सिपको कारण सुरुवात गर्न उनमा आत्मविश्वास जागेको हो। भक्तजी अब फर्दर प्लान के छ त? नेपाल फर्कने छ या यतै बस्ने छ के छ भित्री मनबाट भन्दाखेरि? मेरो इच्छा त नेपालमै बस्ने भनेर त्यो लगानी पनि गरेको हो। हजुर। तर अहिलेको चाहिँ त्यसबाट एउटा पाठ भनौँ एउटा नमिठो अनुभव बटुलिसकेपछि अहिले के लाग्छ? अहिले हालसाल त मलाई जाने इच्छामा त छ, सोचाइ त छैन मेरो नेपाललाई। तर इन फ्युचरमा मेरो श्रीमतीले पनि भन्नु छ पछि चाहिँ नेपालै जाम भन्ने कुरा गर्नुभएको छ। र प्लस अब मेरो छोरी मनिषाको त म्यारेज भइसक्यो। अब छोराको के गर्नुहुन्छ छोराछोरीहरू? छोरी चाहिँ नर्स हो। हजुर। उहाँको हस्बेन्ड चाहिँ ब्रिटिस आर्मीकै हुनुहुन्छ। नेपाली नै? हजुर हजुर हुनुहुन्छ। छोरा चाहिँ एउटा चार्टर्ड एकाउन्टेन्ट हो। राम्रो गर्नुभएको छ छोरीले पनि। बिजनेस गर्छ अहिले। अब छोरी नर्स अलरेडी बिहा भइसक्यो, आफू पनि रिटायर हैन? अब छोरा चार्टर्ड एकाउन्टेन्ट। नेपालमा भए त अब यतिको सबै व्यवस्थापन भइसकेको मान्छेहरू अब तपाईँ आफै रिटायर एक्स गोर्खा हुनुहुन्छ हैन?
यतिको मान्छेहरू त गफ गर्ने भलाकुसारी गर्ने चिया पसलमा जाने गर्छन्, तपाईँले काम गर्नुपर्छ भन्ने चाहिँ अझै किन लाग्यो त? अब यसरी यत्रो बिजनेस एउटा टर्चर छ नेपालमा पनि, त्यत्रो आफ्नो पर्सनलमा त्यत्रो त्यो चाहिँ कस्तो सोच अलिक फरक हुने रहेछ क्या नेपालमा बस्ने र यहाँ बस्ने मान्छेहरूको? होइन यस्तो हो, अब काम चाहिँ गर्नु त गर्नै पर्छ। कति वर्षको हुनुभयो अहिले भन्न म मिल्छ? अहिले मिल्छ 55। 55 को हुनुभयो। 55। ए काम गर्न चाहिँ नगर्ने भने फेरि म आएर अस्ति नेपालबाट फर्केर आएर 9-10 महिना त म आफ्नै बसेँ। तर त्यति बेला चाहिँ अलि बोरिङै हुँदो रहेछ, किनभने अब साथीभाइहरू सबै काममा गएका हुन्छन्, यहाँ कुनै फुर्सद हुन्छ र होइन। त्यसपछि मैले एउटा सानो 17 सिटर मिनी बस पनि चलाउँछु, बिहान ड्रपअप बेलुकी पिकअप गर्छु। के त्यो रेन्टमा लानुहुन्छ? होइन, एउटा रेस्टुरेन्टको कन्ट्र्याक्ट छ, डेलिभरी स्टाफहरू ड्रप गर्ने। त्यो नेपाली रेस्टुरेन्ट नै हो कि? या किङजो भन्ने हाम्रो उमा छ, के अरे अल्ट्रासटमै? होइन होइन, उमा के अरे डिलफुट उतापट्टि। हजुर। उमा त्यहाँ चाहिँ ड्रपअप पिकअप गर्छु म। त्यसले गर्दा पनि दिनभरि फुर्सद हो नि। अब त्यो भन्दाखेरि किन फेरि पछिको पहिलाको बिजनेस फेरि सुरु गरौँ भनेर त्यहाँ क्लोज पनि भयो। त्यो साथीले बेच्नुभयो, मैले जुन साथीलाई सेल गरेको थिएँ। हजुर। त्यसपछि हुन्छ नि त, म यता चलाउँछु भनेर यहाँ ठ्याक्कै यो ठाउँ पनि पाएँ। हजुर। त्यसपछि सुरु गरेको। अब यहाँ नेपालीहरू यो अल्ट्रासटमा चाहिँ हजुर धेरै ठुल्ठुलो लगानीदेखि गर्नेदेखि लिएर सानसानो लगानी गरेर आफ्नो बिजनेस गर्ने नेपालीहरू हुनुहुन्छ होइन? हजुर। नेपालीहरूसँग भेटघाट यहाँ आउँदा यसो उसो देशको बारेमा कतिको चिन्ता नेपालीहरूले व्यक्त गर्नुहुन्छ? कहिले काहीँ कुराकानी हुन्छ, देशको राजनीति कुरा गरौँ, अस्ति भर्खरै जेनजी आन्दोलन भयो होइन, अहिले राजनीति अलि नेपालीहरूले कतिको देशको चिन्ता गर्छन्? चिन्ता त बेसरी गर्छन्, सबैले हेर्ने नै युट्युबहरू जुन पनि हो, जति पनि कुराहरू नेपालमा हुन्छ। मैले पनि अब मसँग फुर्सद हुँदा म त हेरिरहन्छु, नेपालमै हेर्नुहुन्छ युट्युबमा? गीत कतिको सुन्नुहुन्छ नेपाली? गीतहरू पनि सुन्छु, तर अहिले चाहिँ हालसाल चाहिँ म चाहिँ त्यही अहिलेको चलिआएको कुराहरू, रवि लामिछानेका कुराहरू, यस्ता जति पनि राजनीतिक कुराहरू छ त्यो चाहिँ म हेरिरहेछु। र फेरि म यसमा इन्ट्रेस्ट पनि किन्छु भने म पहिला एनआरएनको इङ्ल्यान्ड राज्यको उपाध्यक्ष पनि हो। इङ्ल्यान्डको? एनआरएन युकेको? हजुर। एनआरएन ए कि एनआरएन? एनआरएन। एनआरएनको एको यो प्रेम गाएको हुँदाखेरि होइन, पहिला अहिले पो फुटेको छ। पहिलेको कुरा हो यो 5 वर्ष अगाडि। हजुर, 2 कार्यकाल सकेको त्योभन्दा अगाडिको। ब्रिटिस सेनाबाट निवृत्त भएर एनआरएनएको युके उपाध्यक्षसम्मको सामाजिक रूपमा अनुभव हासिल गरिसकेका भक्त दर्जी र उनी जस्ता नेपालीहरूलाई देशको पछिल्लो राजनीतिक अवस्था र देशमा रहेको जुन तरल अवस्था छ त्यसले चिन्ता र चासो अवश्य जगाउने गर्दछ। नेपालीहरू जति नेपालमा देशप्रति चिन्ता गर्दछन् त्योभन्दा बढी देशको भूगोल छोडेर हिँडिसकेपछि देशको चिन्ता, चासो र चिन्तन मनन अवश्य पनि नेपालीहरूले गर्ने गर्दछन्। भक्तजी, थोरै अन्तिममा छौँ। यो नेपालको अघि हजुरले कुरा उठाउनु भयो नि, चिन्ता चासो देशमा के हुन्छ जस्तो लाग्छ अब तपाईँलाई यहाँबाट हेर्दाखेरि? मेरो के हुन्छ जस्तो लाग्छ? विशेष गरी यो जेनजी आन्दोलन, अझ कुरा गरौँ न, जेनजी आन्दोलन भयो नि, त्यसलाई कसरी यहाँ आउने धेरै नेपालीहरूले कसरी बुझेका छन्? तपाईँको आफ्नो व्यक्तिगत बुझाइ पनि के छ जेनजी मुभमेन्ट, जुन सेप्टेम्बर 8 र 9 को जेनजी मुभमेन्ट? होइन, पहिलाको पुरानो राजनीतिक अलिकति दबावपूर्ण सबैको सोच मात्रै हुने भयो। त्यसले गर्दा कुनैले पनि, जस्तै इभन हाम्रो 3 जना नेताहरू हुन्छन्, ठुला नेताहरू, उहाँहरूले त्यो न्यू जेनेरेसनलाई कुनै पनि चान्स नदिने भयो। अब जस्तै अब शेरबहादुर देवाले च्याट्टर ल म अब राजनीतिमा छोडै भनेर नयाँ जेनेरेसनलाई दिए भए यो युथ आउँदै आउँथेन। बुढो टोलीहरूले 4 चोटि 5 चोटि आफै मन्त्रीहरू खाएर बस्ने, कसै नयाँलाई, नयाँ पुस्तालाई सुम्पिने नदिने भनेपछि त्यो तिनटाहरू एउटै खालको छन् के। त्यसो हुँदाखेरि नयाँ जेनेरेसन त आउनै पर्यो। नयाँ जेनेरेसन आउँदाखेरि पनि अब त्यसमा पनि उनीहरू पनि अब पछि अब गर्दै जाँदाखेरि त नयाँ जेएनजी आउनै पर्ने थियो।
भनेपछि जेनजी मुभमेन्ट हुनै पर्ने थियो भएर ठिक भयो जस्तो लाग्छ तपाईँलाई? एकदम 100%। तर त्यत्रो भौतिक संरचनाको क्षति भयो, मान्छेहरू त्यत्रो 80 जना भन्दा बढी मान्छेहरूले लगभग 7-8 दर्जन मान्छेहरूले अकालमा ज्यान गुमाए, त्यो पाटोलाई कसरी हेर्नुहुन्छ? यस्तो छ, त्यो चाहिँ म त त्यति साह्रै त्यसमा ऊ त विज्ञ त छैन, तर चाहिँ त्यो राजनीतिक रूपमा सही हो, राजनीतिक रूपमा नहुन थियो भयो होइन, त्यो नहुनै थियो होइन, जुन क्षतिहरू नहुन थियो, अब भइहाल्यो। तर त्यो हुन पनि जेएनजीले गरेको जस्तो लाग्दैन मलाई त्यसमा चाहिँ, किनभने जेएनजीहरूलाई त्यो सोचाइ नै छैन। जुन चाहिँ प्योर जेएनजी छ तिनीहरूलाई त्यो सोचाइ नै होइन, यो अराजक के भन्छ नि तिनीहरूले चाहिँ गरेको जस्तो लाग्छ मलाई। अब के हुन्छ जस्तो त लाग्दैछ त? जेएनजी आन्दोलन भयो, त्यो हुनै पर्ने थियो, ठिकै हो, यी पुराना राजनीतिक दलहरूले काम नगरेकै हुन् जस्तो तपाईँलाई लाग्छ? अब यो सेप्टेम्बर 8 र 9 पछि आजसम्म आउँदा जे विकसित भइराखेको छ नि, जे भइराखेको छ, अब त्यसले फेरि कता जान्छ? ठिक बाटोमा छ जस्तो लाग्छ तपाईँलाई? अब अर्कै केही हुनुपर्ने थियो? होइन, एकदम ठिक बाटोमै छ, तर चाहिँ अब जति सक्दो अहिलेको नयाँ नेतृत्वमा आउनुभएको छ नि, उहाँहरूले चाहिँ यो चुनाव चाहिँ गराउन सक्नु पर्यो। अनि अब अहिले चुनावबाट त फेरि पुरानै दल आउँछन् भन्छन् नि त? अब होइन, आउँदैन, आउनु हुँदैन, 100% आउँदैन। यो कुरा त अब तपाईँको मनमा छैन भन्न नखोजे पनि मेरो मनमा छैन, मेरो ब्याकिन नेपालमा कति छन् होला उनीहरूको मनमा छैन, त्यो चाहिँ आउँदैन। नेपालमा जुन साथीहरूसँग साथीभाइसँग कुरा त हुन्छ होला पक्कै पनि, उनीहरू के भन्छन् नेपालमा रहेकाहरूले, तपाईँका साथीभाइले? उनीहरूले पनि नयाँ जेनेरेसन आउनुपर्छ नै भन्छन्, तर मेरो एरिया चाहिँ अलिकति यो चाहिँ काट्नु होला। मेरो एरिया अलिक काङ्ग्रेसको एरिया हो, स्याङ्जामा स्पेसली चापाकोट, त्यहाँ चाहिँ कोही पनि छिर्न सक्दैनन्। जस्तै त्यहाँ त मरेको मान्छे नै भुटाली भन्छ नि, त्यो चाहिँ अब त्यो एरिया छ, त्यो एरियामालाई पनि अलिकति त्यहाँको पनि मोटिभेसन भइसकेको छ, किनभने त्यहाँ चाहिँ 100% नै भोट आउने ठाउँकै काङ्ग्रेसको, तर त्यहीँको मान्छे पनि अहिले चाहिँ अलिकति रिथिङ्क गर्नुपर्छ कि भन्ने जस्तो भइसकेका छन् जस्तो लाग्छ मलाई। भनेपछि के लाग्छ त? अब देशको अवस्था सुध्रिएला, तपाईँ हामी नेपाल फर्कन पाइएला? सुध्रिन्छ, अवश्य सुध्रिन्छ। जब यो नयाँ जेनेरेसन आउँछ सुध्रिन्छ। तर फेरि पुरानो आयो भने त सेम त्यही हो। हजुर, सेम त्यही हो, हुनेवाला केही पनि छैन। तर नयाँ जेनेरेसन अब यो चुनाव राम्रो भएर नयाँ जेनेरेसनले देशमा आयो भने सुध्रिन्छ, अवश्य नेपाल जानुपर्छ। अनि यहाँ हुने धेरै नेपालीहरू के भन्नुहुन्छ? नेपाल फर्किनुपर्छ भन्नुहुन्छ कि होइन यतै हो अब हाम्रो बसोबसाइ भन्नुहुन्छ, के भन्नुहुन्छ नेपालीहरू? नेपालीहरूको त सोचाइ त अब डुल पासपोर्ट दियो भने त नेपालमा यहाँ कमाउने, नेपालमा रमाउने, नेपालमा लगानी हाल्ने, सबैको सोचाइ सबै त्यही हुन्छ है। तर लगानी मैत्री वातावरण हुनु पर्यो, मैत्री वातावरण हुनु पर्यो। अब लगानी अब नेपालको हप्तै पछि चेन्ज हुन्छ कानुन। हजुर, अब यहाँको सम्पत्ति पुरै लगानी नेपालमा गर्यो, तर आज पासपोर्ट जा भनिदियो भने के गर्नु? विश्वासको वातावरण हुनु पर्यो। अनि जुन दोस्रो तेस्रो, तपाईँ हाम्रो कुरा त दोस्रो तेस्रो पुस्ता हाम्रो यहाँ हुर्कँदैछ नि, उनीहरू नेपाल फर्किने सम्भावना कतिको देख्नुहुन्छ फेरि? त्यो अलि चुनौतीपूर्ण छ नि? छैन, त्यो त चाहिँ मैले फर्किँदैनन् है? मेरै छोरा त जान खोज्दैन, उसले चाहिँ होलिडे मात्रै जाने भन्छ। तर के कारणले त्यस्तो उनीहरूलाई? होइन, उनीहरूको चाहिँ त्यो नेपालमा त्यस्तो खालको वातावरण एट्याचमेन्ट नै भएन नि त, होइन? यहीँ हुर्के, यही सबै कुराहरू गरे, त्यस्तै छ। हस् भक्तजी, धेरै महत्त्वपूर्ण कुराकानी भयो, अमूल्य समय दिनुभयो, यहाँलाई धेरै धेरै धन्यवाद। थ्याङ्क यू भेरी मच, धन्यवाद।